नमस्ते दिदी। एपीएफ को पनि सदस्य हो र अब एपीएफ ले नर्मल्ली चाहिँ नै त्यो एउटा चाहिँ आफ्नो खेलाडीलाई आफ्नो चाहिँ संगठनको सदस्यलाई चाहिँ जुन तरिकाले चाहिँ एउटा त्यो सम्मान दिएको छ त्यसले पनि एकदमै ठुलो मद्दत गरेको छ र जुन मिडियाको कुरामा चाहिँ अब आई थिंक स्पोर्ट्सको क्षेत्रमा पनि एउटा सम्मान हुँदो रहेछ भन्ने कुरो चाहिँ देखिएको छ क्या। त्यो चाहिँ भिजुअलको इम्प्याक्ट हो, त्यसलाई चाहिँ गलत तरिकाले नबुझौँ होइन। त्यो राम्रो हुँदै गएको छ, त्यसलाई चाहिँ अब आई थिङ्क कन्टिन्यू अझै झन् मोर पपुलर हुँदै जान्छ क्या। जस्तै तपाईँको प्रीति राईको पपुलर अहिले पनि त राम्रो छ नि होइन, मिडियाले त्यतिकै फलो गरेको हामीले देख्छौँ। त्यो हिसाबले यसलाई चाहिँ सबैजनालाई यहाँ उपस्थित हुनुहुने सम्पूर्ण अब अग्रज व्यक्तित्वहरू र महानुभावहरू एकदमै खुसी लाग्यो। हजुरहरूले जुन यो माया देखाउनु भयो, एकदमै सपोर्ट गरिदिनु भयो। हजुरहरूकै मायाले गर्दाखेरि नै म ग्रिसबाट केही समय छुट्टी मिलाएर आएको हो र हजुरहरूले यति धेरै माया दिनुभयो, यति धेरै रिभ्यू आइरहेछ कि म एकदमै खुसी छु। र अझै पनि मलाई यति मात्रै सङ्घर्ष होइन कि मैले अझै गर्नुपर्छ केही भनेर मलाई थप ऊर्जा आएको छ, हजुरहरूकै मायाले गर्दा हो। र अझै अब हामीले मेरो टिमले अब हामीले अझै नेपाललाई केही न केही गर्ने, नेपालको लागि रिजल्ट ल्याउने भनेर थप ऊर्जा पनि मिलेको छ। यस्तै माया र सपोर्ट दिइरहनु होला भनेर आग्रह गर्दछु। धन्यवाद। आमा कहाँ जानुभएको थियो? कहीँ गएको छैन, यही छु। कति धेरै खोजेँ मैले तपाईँ। जब यहाँ आएपछि चाहिँ मेरो इनर्जी गेन भयो क्या, किनभने एन्जिला सुब्बा त्यतिकै यहाँ बनेको छैन।